ल यो सेट गरौँ है अब। यो चाहिँ लिसनिङको हो, त यसलाई चाहिँ अहिले चाहिँ उसले फुरिगानामा लेखेर दिएछ। एन्सर याद गर्दा पनि हुन्छ, एन्सर याद गर्दा पनि हुन्छ, यसलाई के फरक पर्दैन त्यस्तो। पढ्न चाहिँ अब पढेको मिनिङहरू याद भएपछि धेरै कुराहरू लिसनिङमा पनि सुनिरहेको हुन्छ, त्यो सुन्दाखेरि धेरै कुराहरू मेमोरीमा रिटर्न हुन्छ। त्यही भएर एन्सर चाहिँ हेर्ने फर्स्ट लिसनिङको सबैभन्दा मेन इम्पोर्टेन्ट कुरा के हुन्छ भनेदेखि पहिला क्वेसन हेर्ने, अनि क्वेसन हेरिसकेपछि हल्का पोज गरेर के भन्छ त्यो रोकेर अनि एन्सर उसले भनिरहेको हुन्छ ट्याक्क एन्सर दिइरहेको हुन्छ क्या। त्यतिखेर क्वेसन आफूलाई याद हुन्छ, एन्सर उसले भनिरहेको हुन्छ, ठ्याक्क अप्सन आउने बित्तिकै त्यहाँनिर लगाइहाल्ने हो क्या। त्यसरी क्वेसन दिँदाखेरि चाहिँ सर्ट पनि हुन्छ, एन्सर पनि ठ्याक्क मिल्न जान्छ क्या। हाम्रो के हुन्छ क्वेसन नपढिकन लिसनिङ सुनिदिने बानी हुन्छ, त्यसले गर्दा पनि धेरै कुरा गाह्रो भएको हो। गाह्रो त भएको होइन, अब जो अरूको भाषा हो त्यो सजिलो पनि छैन, त्यस्तो धेरै सजिलो पनि छैन। गाह्रो छ त्यस्तो भने जस्तो त कहाँ हुन्छ, अरूको भाषा हो। तिनीहरूलाई जापानिजलाई नेपालीमा ल्याएर ल भाषण दियो नि त गएर क ख पढ्न भने आउँछ आउँदैन नि, त्यही त हो नि। हाम्रो पो अब गरिब देश छ, पैसा कमाउनलाई पनि बाहिर जानुपर्छ। हाम्रो त धेरैको सपनै त्यही हुन्छ कि बाहिर जाउँ बाहिर जाउँ बाहिर जाउँ, तर होइन, धेरै कुराहरू नेपालमा पनि छ, सिक्न सकिन्छ। बरु स्किल चाहिँ सिक्ने क्या राम्रोसँग, स्कुल धेरै छ नि। यो अहिले त सब कुरा एआईले नै गरेर हुन्छ। यो बनाउने पनि एआई नै हो, यो क्वेसनहरू सबै त्यही अनुसार एआईबाट सिक्ने, एडिटिङहरू सिक्ने, डिजिटल मार्केटिङ सिक्ने, जे जे सिक्न मन लाग्छ सिक्ने। मेरो त पहिला टाइम थिएन, पहिला धेरै गुमाए जस्तो फिल हुन्छ अहिले, तर सिक्नुपर्ने हो, सिकिएन केही छैन, अझै पनि सिक्नु पर्ला। यो के भनेको छ क्वेसनले, के भनेको छ भन्दाखेरि ओतोको नो सिउवा नान देशका, त्यो केटा मान्छेको चाहिँ हबी के हो भन्ने कुरा गरेको छ क्या। माथि टक्क त्यतिखेर त लिसनिङमा बज्ने कुरा हो, अहिले त उयोमा बस्ने कुरा होइन नि त। यो त अहिले पो हामीले यो पिडिएफ उयसमा छ, त्यही भएर हामीले पढेर ठ्याक्कै एन्सर दिन सकिन्छ। अब त्यो त लिसनिङमा बन्छ, तर क्वेसन हेर्ने क्या। ओतोको नो सिउवा नान देशका, वातासी नो अनाता नो सिउवा नान देशका, जस्तै अब केही रमसान अनाता नो सिउवा नान देशका भनेपछि रामजी तपाईँको हबी के हो, तपाईँको के मनपर्छ भन्ने कुरा। सुकिनाको त पनि भन्न सक्छ, जे पनि त्यो हेर्दाखेरि चाहिँ त्यो भन्न खोजेको क्या। अनि माथि पढ्दाखेरि चाहिँ ओतोको नो हितो र ओ नानो हितो दुईजनाको कुरा गरेको छ। क्वेसन एन्सर भन्दाखेरि चाहिँ केटा र केटीको दुइटैको हबी कुरा गरेको छ, तर क्वेसन सोद्धाखेरि ओतोको नो भनेको छ। अब त्यति बोल्दाखेरि के बोल्छ, पहिला केटा मान्छे बोलेपछि उसले आफ्नो हबी भन्ने हो, केटी मान्छे बोलेपछि आफ्नो हबीको कुरा गर्ने हो। हामीले ध्यान के दिनु पऱ्यो भने चाहिँ केटी मान्छेले एन्सरमा केटी मान्छेको कुराको एन्सर मागेको छ, केटा मान्छेको। अहिले त केटा मान्छेको छ, बोकु नो सिमी वा ओन्गाको हो कि को त देश भनेको छ। उसले के भन्छ, मेरो हबी भनेको त गीत सुन्नु हो भनेपछि हामीले टक्कबाट यहाँ जाने। उसले त्यतिखेर भन्छ सुन्ने, एकछिन ओतो कोनो हितो के को त देश, सकिहाल्यो एउटा एन्सर। अहिले त सुन है, ध्यान दिएर सुन, अघिको भन्दा पनि अहिले भन। अनि त्यसपछिको अर्को पनि छ, इचिबान सुकिना नोवा नानगाछु देशका भनेको त सबैभन्दा बढी चिसो हुने चाहिँ कुन हो, कुन के भन्छ ऋतु हो, सिजन हो भन्ने कुरा गरे हो क्या। अब उसले बोल्छ त्यतिखेर कुन सिजनमा धेरै मनपर्छ भनेको छ। अब यहाँ चाहिँ अहिले के दिएको छ भने चाहिँ ओ नानो हितोको यहाँ इचिबान सामुई नोवा नानगाछु देशका भनेको छ। अब को हेर्ने हो यहाँ त अहिले केटाको पनि दिएको छ नि, केटीको पनि सोधेको छैन, कसको हो त भन्ने हो। त्यही नै अब के भन्छ, ओ नानो हितोले के भन्छ, जिउने गाछु वा तत्ते म आचै देश, 12 महिना त लास्टै गर्मी हुन्छ। अनि केटी मान्छेले भन्छ सो देश नै हो है, इची गाछु त निगाछु वा तत्ते म सामोई देश, 1 महिना र 2 महिना चाहिँ साह्रै सामय भनेको शीतल हुन्छ भन्ने, चिसो हुन्छ भन्ने कुरा हो क्या। अब हामीले के लाउनु पऱ्यो, 1 र 2 लगाएको छ भनेपछि हामीले पछाडि चुनाउँछु त्यही लगाइदिने, एन्सर कुन जुनसुकै नि हुनसक्छ यसमा। 1 पनि छ 2 पनि राखिदिएको छ। अनि अर्को छ अर्को के छ, पुर्जेन्त वा नानी हो सिमासका, गिफ्ट चाहिँ के दिएको थियो भन्ने कुरा। यहाँ केटाकेटी कुरा गरेको छ। अब जस्तै कसैले गिफ्ट दियो होला नि, अब बर्थडे सड्डे हुनसक्छ, जे पनि हुनसक्छ। त्यसमा अब बर्थडे आउँदाखेरि चाहिँ अब कुरा गरेर हुन्छ नि, केटाकेटी त्यो कुरा गरेर हुन्छ। सुन्ने चाहिँ बर्थडे चाहिँ के, बर्थडेमा के दिएको थियो भन्ने कुरा मात्रै हामीले हेर्नुपर्ने, के चाहिँ दिएको थियो भन्ने कुरा है। के गर्ने भने हो, त्यो के गर्ने भन्दा नि हुन्छ। अब 2टा कुरा भएपछि नि, अब एउटा साथीको बर्थडे त
अब के गिफ्ट दिने होला त है भन्दाखेरि छलफल गर्छन् क्या। अब साथी साथीमा भयो नि, त्यही त हो। तान्जियो भिनो पुरोजिन्तो नानीगा यी देशका बर्थडेमा चाहिँ के गिफ्ट दिँदा ठिक होला भनेर। तान्जियो भिनो पुरोजिन्तो नानीगा यी देशका भने चाहिँ। अनि अर्को ओतोको नै त नान नै त ओतोको नै त लाग्छ सो देश ने हाना वा दो देशका फुल चाहिँ कस्तो होला है भन्ने भने एकछिन सोच्यो क्या उसले, एकछिन सोच्यो। अन्नानो त्यो भन्छ हाना योरी वाइन गा यी त ओमोइमास। हाना भन्दा त यो वाइन चाहिँ ठिक होला नि है जस्तो लाग्छ ओ त ओमोइमास भने लाग्छ भने चाहिँ नि ओ त को नै त भने सो देश ने वाइन नि सिमास्यो भने चाहिँ वाइनै लगाउँ न त। त्यो भने चाहिँ केटा मान्छे हुनुपर्छ पक्कै पनि, बियरै लगिदियो नि त भन्न खोज्यो। त्यो हो कुरा। अब के भयो त प्रेजेन्ट त भएन नि, के गर्यो त प्रेजेन्ट यो वाइनलाई नै सहमत भएको छ दुइटैको भने चाहिँ नि वाइन यसरी बुझ्ने है भन्दाखेरि त्यस्तरी भनेको हुन्छ। के भयो अरे कसरी बुझ्ने के भनौँ त अब बुझ्ने भनेको त्यहाँ अब कुरा गरेर मिनिङ आयो भने त आइहाल्यो त। त्यस्तो कसले बनायो त्यस्तो होइन, सबैको आफ्नो हुन्छ, आफ्नो हिसाबले भन्ने हो। त्यो यसको ठिक छ उसको गलत छ भन्ने कुरा हुँदैन। म ठिक छु ऊ गलत छ भन्ने कुरा जिन्दगीमा कोही गलत हुँदैन कि, सबै आफ्नो ठाउँमा सही हुन्छ। हामीलाई लाग्ने मात्रै हो। मलाई पनि कुनै दिन लाग्थ्यो कि म सही छु अर्को मान्छे गलत छ भन्ने लाग्थ्यो, तर त्यस्तो होइन क्या। सबै आफ्नो ठाउँमा सही छ। समयले सिकाउने हो सबै कुराहरू, सबैले आफ्नो फाइदा हेर्ने हो। बुझेनौ? हो अँ त्यस्तै हो जिन्दगी। त्यही भएर जिन्दगीलाई अँ त्यस्तो कुरा गर्नु हुँदैन यहाँ। अहिले भिडियो नै आउँछ, तिमीहरूलाई भिडियो आउनुपर्छ, अरूले पनि कसैले हेरिदिन्छन्, एक दुईजनाले दुई चार, धेरै त छैनन् हेर्ने, दुई चारजनाले हेऱ्यो भने त के सोध्छन् ए यो त पढाउने नै बकवास गर्छ भन्ने हुन्छ। फेरि आउने केही होइन भन्दा फेरि म नि त्यस्तो खतरा ट्यालेन्ट भएर होइन नि, जस मैले आएको तिमीहरूलाई सिकाउने हो क्या। मसँग भएको नलेज म पनि बाहिरबाट लिने हो, तिमीहरूलाई दिने हो। त्यही हो, दिने लिने काम चलिरहन्छ जिन्दगीमा सबसँग। हाँ ल ल छोड त्यो कुरातिर छोडौँ है, धेरै गफ हुन थाल्यो। भिटामिन ओकिनो वा यी कुरा देशका ठुलो भिटामिनको चाहिँ कति पर्छ भन्ने क्वेसन ड्याक्क हेर्ने, उसले भन्छ ट्याक्कै ओके आकुसान सुइमासेन कोनो भिटामिन ओकिनो यी कुरा देशका भने कति हो सुइमासेन। अब यो कुनै नाम भन्छ रामचान, यो एक्सक्युज मी यसको चाहिँ यो भिटामिनको चाहिँ यो ठुलोवालाको चाहिँ कति पर्छ यी कुरा देशका भन्दाखेरि त्यही इन भनेको स्टोरको मान्छे है, पसलको स्टाफ भनौँ न त्यहाँ हो। ओकी भिटामिन वा सेन्जुगो सेन गोहाको एन्डेस भनेको 1500 पर्छ भनेर। अब सिध जाने तल यहाँ चाहिँ धेरै हेर्ने यो लिस्निङ त बहुत इजी, धेरै इजी आएको छ नि तिनीहरूलाई, भाग्यमा लेखेर आएको हो तिनीहरूलाई चाहिँ। अर्को एन्सर है, अर्को एन्सर तिमीहरू पनि पढ्दै गर, मैले भन्ने कुरा त म भनिहाल्छु, त्यति ऊ होइन, गाह्रो पनि छैन। अब यसमा पनि क्वेसन हेर्ने ओक्याको सान वा दोनो फुको खाइमासका कस्तो। अब त्यहाँ पसलमा गयो होला, कस्तो लुगा किन्नुहुन्छ भन्दाखेरि अब त्यो साइजहरू हुन्छ, के कुरा हुन्छ त्यो बताउनु खोजेको क्या। सुइमासेन कोनो सिरै फुको त कुरै फुको दोचिरागा यी देशका एक्सक्युज मी त्यो सेतो र कालो सर्टमा कुन लिनुहुन्छ भन्दाखेरि त्यो उसले अनि पसलको मान्छेले भन्छ, त्यही यिनको स्टाफले भन्छ सिरुई फुको वा एमसाई जुसी खा हारिमासेन बाहेक छैन। फुरुई चाहिँ सेतो अब सर्ट प्यान्ट जे भन्छ एम साइज बाहेक छैन। फुरुई कुरुई वा एस साइजगा आरिमास्यो भनेको त कालो चाहिँ एस साइजमा छ,
भन्न खोजे। अनि ओके एकछिन रामसान भनेको ज्या कुरै फुको नि सीमास त्यही कालो दिनुहोस् न त भन्न खोजेको क्या त्यो पनि को भयो यसमा एन्सर यस नै हुने भयो नि त। अब अर्को क्वेसन है 6 नम्बर क्वेसन अन्ना नोइतो र ओतोको नोइतो केटाकेटीको दुईटा एउटा केटा मान्छे एउटा केटी मान्छेको कुरा भइरहेछ। बासु नो रेउकिनो वा यौबिनी यत्ते चिगाइमास का भनेको छ। अनि ओतोको नोइतो चाहिँ हाई गेचुयो बेकारा किनेबी वा सानेको देश दोयोबी वा ह्याकको हेन्देश निच्योबी वा बासुगा हारिमासेन। ओतोको नोइतो भन्छ ए ज्या दोयोबी नो बासुदे इकु तो इदेश बासुदे इकु नो वा इचुगा इदेश का भन्न खोजे बसमा चाहिँ कुन बार जान्छ भन्ने कुरा गर्छ। यहाँ तिमीहरूले बुझेनौ केही पनि बुझेनौ नेपालीमा ट्रान्सलेट गर्न आएन यस्तो उस्तो छ भने चाहिँ टकबाट हेर्ने यो वर्ड कहाँ छ बासुदे इकु नो वा इचुगा इदेशका बास कहाँ छ त यहाँ हिजोबाट अलिक सन्चो छैन सन्चो होइन बिरामी भएको होइन कि सन्चो भन्दा फेरि बिरामी भएको छ भन्ने होइन अनि भागदौड धेरै भएर होला भागदौड नगरी त भएन जिन्दगीमा होइन त्यही भएर कहाँ छ त हेर्ने यहाँ ट्याक्क भएर कुन बार हो त ज्या दोयोबी नि बासुदे इकुक तोइमा त यहीँ छ हो यहाँनिरको एन्सर हेर्ने टक्क भएर टुङ 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 पारेर टक्क लगाउने त्यहाँतिर टाइम वेस्ट हुन्छ टाइम वेस्टतिर लाग्दै नलाग्ने एन्सर भेटिहाल्यो भने चाहिँ ए मलाई त यो पढ्न आयो सजिलो छ अझै पढ्छु भन्नेतिर लाग्ने होइन है के भयो अरे त्यस्तो किन त्यस्तो भएछ तिमीहरू मलाई भुलाइरहेछौ ल ल ल यो क्वेसन हेरौँ है के भन्न खोजेको छ क्वेसनले के भरे ल ल ल हुन्छ हुन्छ गाकुसे ताची वा नान्जिनी आचुमारिमासका विद्यार्थीहरू चाहिँ कति बजे भेला हुन्छन् भनेको छ। यहाँ टक्क हेर्ने सेन्से वा सितानो निहोनको कुरासो वा नान्जिकारा हाजिमेमासका भनेछ। निहोनको क्लास चाहिँ कति बजेबाट स्टार्ट हुन्छ भन्दाखेरि सेन्सीले भन्छ जिउजी कारा देश भनेको 10 बजे। एन्सर यहीँनिर भेटिसकेपछि किन यता धेरै पढ्ने होइन एन्सर पढिसकेपछि नि। अनि आउँदाखेरि के भनेको छ मेन यहाँ एन्सर फेरि यहाँनिर पढेर छोडिदिने होइन यहाँ टक्क 10 बजेदेखि त हुने भनेको छ। तर बोल्दाखेरि उसले के भन्छ देम हो तर मिनासाम सानोवा जिउजी फुनमा नि मात्ते कुदासाई भनेको त 10 मिनट अगाडि चाहिँ आउनु होला भनेपछि त के भयो 9:50 कार्यक्रम चाहिँ 10 बजेबाट हो यो। अब अर्को छ सेन्से हुन्छ हुन्छ हो त्यसरी हेर्दा पनि हुन्छ ठ्याक्क एन्सर क्वेसन हेर्ने एन्सर हेर्ने अनि कहाँ अप्सन मिल्छ के भन्न खोजेको क्वेसनले के भन्न खोजेको छ भने चाहिँ एन्सर भेटाउँछ क्या भेटाइन्छ। पास गर्न गाह्रो पनि होइन त्यस्तो धेरै तर सजिलो पनि त्यस्तो होइन त्यसरी बुझ्ने। अब मलाई चाहिँ गाह्रो लाग्छ है धेरै तिम्रो लकमा पनि म्याटर गर्छ धेरै कुराहरू। कसको भयो त्यस्तो को ए हुन्छ त्यस्तो पनि हुन्छ नहुने होइन।
क्लास चाहिँ दोक्को दे सिमासका कक्षा चाहिँ कहाँ आयोजना हुन्छ भन्न खोजेको छ कुन तल्ला कुन अब रुम सुम भन्ने नि इक्खाइ छ निक्खाइ छ सानखाइ छ यहाँ माथि बनेको छ सेन्से कुरासुवा दौसिमासका भने चाहिँ नियङ्गो कुरासुवा निक्खाइ नो केउसुजे देसिमासे भनेको दुई तल्लाको उयोमा छ भन्न खोजेको यहाँ एन्सर यही भइहाल्यो नि किन धेरै तलमाथि जाने अब अर्को छ गोमी वा दोको नि आचुमास्का भनेको छ गोमी भनेको फोहोर कहाँ राख्ने भन्नु छ फोहोर चाहिँ कहाँ राख्ने भन्दाखेरि अब यहाँ भनेको छ क्यौ नो सौजी दे गोमी वा दोको नि आचुमास्का भनेको कहाँ राख्ने आजको भने कोही न इरिगुचे नि आचुत्ति कुदासाई भनेको त्यो अब कोही पार्कको इरिगुची भनेको अब होला प्रवेश गर्ने द्वार सहर भन्ने हुन्छ नि त्यो भित्र छिर्ने ठाउँ बाहिर छिर्ने ठाउँ यस्तो भन्ने ठाउँ छ नि त्यसको ठाउँमा राख्ने भन्नुहुन्छ वाकरीमा सिधा बुझ्यो भने अब के भयो त कोही न इरिगुची एन्सर भयो त्यसरी बुझ्ने अर्को छ सौजी वा नान्जी मादे सिमासका भने चाहिँ के भन्छ जिउजी मादे देश हाई वाकरीमा सिधा बुझ्यो सौजी वा नान्जी मादेशक भन्न खोजेको छ यसको एन्सर तिमीहरूले केही हेर्नै परेन कहाँ अरू अप्सनै छैन भनेपछि त सिधै एन्सर 10 बजे छ भन्ने कुरा बुझिहाल्यो त्यो इन्डोनेसियाको भएर यो पछाडि जापानमा कुनै पनि एयाकोनको टेम्परेचर कति छ भन्न खोजेको यो इन्डोनेसियन भाषामा छ त्यही भएर अलि बुझेन इन्डोनेसियामा जापानमा कहिले पनि टेम्परेचरहरू कुराहरू टेम्परेचरको कुरा आयो भनेपछि कति टेम्परेचर सोध्यो अनि त्यहाँदेखि यस्तो खालको छ भनेपछि आँखा चिम्लेर कि 27 कि 28 यो मैले पढेको है म फेरि त्यहाँ गएर पुरा अनुभव गरेर त्यस्तो भयो होइन मैले पढेर चाहिँ अब मलाई पढाउने सरबाट सिकेको कुरा हो यो तिमीहरूलाई मैले जे सिकेको त्यही सिकाउने हो मैले धेरै सिकेको भए मैले धेरै सिकाउँछु कम भएको कम सिकाउने कुरा हो त्यहाँको यहाँ 27 छ यहाँ 28 र 27 भइदिएको ठाउँ भएपछि कन्फ्युजन फेरि हुन्थ्यो 28 र 27मा 27 या 28 एउटा अप्सन आएर बाँकी अरू अप्सन आउँछ आँखा चिम्लेरै लगाइदिने एयाकोनको कुरा आयो भने चाहिँ यो पनि इन्डोनेसियन कुरामा आएको छ यति हो है अब नेक्स्टमा जानुपर्ने हो नेक्स्टको रिडिङ